र फोटो एकदमै भाइरल भइरहेको छ। टिओबी टी सर्ट लगाएका युवकले पिस्तोल बोकेको तस्बिर चाहिँ जुन भाइरल भइरहेको छ। यो भिडियोको सुरुमै म महेश बस्नेतको एउटा फेसबुक स्ट्याटसलाई देखाउँदैछु र महेश बस्नेतले यहाँ एउटा तस्बिर राखेका छन् र यस्ता हतियारधारी आतंककारीको प्रवेश गराएर जनताको हत्या गरी देशलाई खरानी पार्ने र तत्कालीन सरकारलाई दोष लगाउने षड्यन्त्रकारीहरू सुधन गुरुङ, बालेन शाह लगायतका व्यक्तिहरूको चाहिँ नाम लेखिएको छ र यहाँ महेश बस्नेतले जुन एउटा तस्बिर राखेका छन् यो तस्बिर एकदमै भ्रामक देखिन्छ र उनले भ्रम छर्नको लागि चाहिँ यो तस्बिरको सहारा लिएको देखिन्छ। म तपाईलाई एकैछिनमा यसको प्रमाण देखाउँछु। एमाले नेता महेश बस्नेतले मात्रै होइन, विभिन्न मूलधार भनिएका सञ्चार माध्यमले समेत भ्रम छर्ने हिसाबले भिडियो सामग्री सार्वजनिक गरिरहेको देखिन्छ। विशेषतः केही मूलधार भनिएका मिडियाहरूले समेत भ्रम छर्नको लागि यो भिडियोको सहारा लिएको देखिन्छ। जस्तै म तपाईलाई नेपाल प्रेसको एउटा भिडियो देखाउँछु। नेपाल प्रेसले सार्वजनिक गरेको